अनि तपाईँले काम गरे ठाउँमा अहिले बेस्ट वेस्टर्न प्लस भनेको इन्टरनेसनल चेन हो नि त। हजुर, अमेरिकन चेन हो। अब यस्तो चेनहरू होटलमा तपाईँले यो चाहिँ नेपाली डिस हो भनेर तपाईँको मेनुमा के राख्नु भएको छ छैन होइन, त्यो पनि अलिक अथेन्टिक टाइपको है। जस्तै चिकन चिल्ली राखेर भएन कि, चिकन चिल्ली त न त नेपाली हो न त इन्डियन हो न त चाइनिज हो, त्यो फ्युजन टाइपको ब्लेन्डेड भयो। हजुर, त्यस्तो कुनै अथेन्टिक होइन छ सर। मेरोमा चाहिँ यसो मेरो चाहिँ हाम्रो चाहिँ माथि एउटा लिसिएरा भन्ने आलाका रेस्टुरेन्ट छ, त्यहाँ चाहिँ मैले मेनु फ्युजन पनि राखेको छु, नेपाली खाना नि छ, तर मात्र 2-3टा मात्र आइटम मात्रै गरेको छु। तर हाम्रो चाहिँ त्यहाँ अहिले जति पनि इभेन्टहरू चल्छ, अलिकति 2-4 दिन लङ टाइमको रेसिडेन्सियल प्रोग्रामहरू आयो भने चाहिँ त्यो रिसाइकल मेनुमा एउटा नेपाली मेनु चाहिँ पारेको हुन्छ मैले प्रायः जसो। इभन हामीले अस्ति तपाईँको न्यु इयर होइन, नयाँ यो वैशाख हामीले त्यो इभमा पनि अलमोस्ट हाम्रो नेपाली खानाहरू थियो। तपाईँको नेवारी फुडहरू थियो, छोइलादेखि लिएर धेरै कुराहरू थियो होइन। समय बजी नै हामीले सेट गरेको थियौँ आइटमै। फेरि समय बजीमा फेरि सजिलो पनि राम्रो पनि के लाग्यो भने सेट नगरे पनि त्यो अलग अलग राख्दा पनि स्न्याक्सको रूपमा धेरै हुँदो रहेछ होइन त। हामीले त्यो पनि राखेका थियौँ। म्याक्सिमम् नेपाली खाना थियो हाम्रो त्यो नेपाली न्यु इयरमा हाम्रोमा। म्याक्सिमम् यो चिल्ली सिल्ली भन्ने नै थिएन।